सबभन्दा पहिला हामी क्रोममा जाने। क्रोममा अब यसमा खोले पनि हुन्छ, यसमा खोले पनि हुन्छ। अब धेरै जस्तो होटल पाउ हालौँ, बर्समा नखोला, होटल पाउमा खोल्नुहुन्छ। तपाईँले यहाँ जानुहुन्छ, hms.hotelpau साइट आउँछ, यो खोल्नुहुन्छ। प्रोसेड लगइनमा जानुहुन्छ, तपाईँको manager@nepal.com छ। भोलि गएर अब अर्को पासवर्ड गर्नु भने चेन्ज गर्नु नि, यहाँ गएर पासवर्ड चेन्ज गर्नुपर्छ। पासवर्ड चेन्ज गरेपछि भयो, यही हान्ने हो खुल्ने होइन। यसमा धेरै एसेसहरू छ। अब तपाईँलाई आइटम क्याटेगोरीको रेट थाहा चेन्ज गर्न छ भने यहाँ जानुहुन्छ, साझा मेनुमा जानुहुन्छ, आइटम क्याटेगोरीमा जानुहुन्छ, कुन आइटमको चेन्ज गर्न छ। जस्तै मिनरल वाटरको चेन्ज गर्न छ, क्याटेगोरी भन्नाले यो क्याटेगोरीभित्र यसमा चाहिँ यसलाई कति, अहिले हामीले कति रुपियाँ बेच्यौँ, यसलाई 30 रुपियाँ बेच्यौँ। यसलाई 30 रुपियाँ होइन, मलाई 35 रुपियाँ बेच्नु छ भने 35 डिभाइड बाई 1.13 ल्याइदिनुहोस्। अनि यहाँ क्लिक गरेर सेभ गरिदिनुहोस्। तपाईँको जति पनि पानी बेच्नु छ त्यसको रेट 35 भयो। झुक्किएछ 35 होइन 30 यार भन्नु पऱ्यो भने 30 डिभाइड बाई 1.13 गर्नुहोस्, 1.13 गर्नुहोस्। र अब यहाँ कन्ट्रोल एस गरेर सेभ गरे पनि भयो, केही भएन। अब पानीको रेट चेन्ज भयो, आइटमको रेट चेन्ज गर्ने यहाँबाट जाने, साझा मेनुमा जाने, यहाँ यो टुनाचमा क्लिक गर्ने, साझा मेनुमा जाने, आइटम क्याटेगोरीमा जाने, सेकेन्ड नम्बरको आइटम क्याटेगोरीमा जाने। त्यसमा जे आइटम दिन्छ त्यही आइटम खोल्ने होइन। अब हामीले त्यस्तो के बनाएको छौँ, कटेज पल्प भन्ने बनाएको छौँ, कटेज चिज पम्प भन्ने। अब यसको रेट बढाउन चेन्ज गर्नु पऱ्यो नि, यसमा जाने अर्को रेट हाल्ने, चिज यसमा जाने अर्को रेट हाल्ने, जुन रेट हाल्नु होला त्यही रेट हाल्ने बेच्ने। बुझ्नु भने कसरी रेट सेभ गर्ने भने त। अब यो भयो। अब नयाँ आइटम बनाउनु पऱ्यो भने यो यहाँ जाने, एड आइटम क्याटेगोरीमा जाने, गएर नयाँ बनाएर गरेर हुन्छ। अथवा कुनै त्यस्तो एकदमै गाह्रो छ, अब टाइम छैन भने चाहिँ जुन आइटमसँग म्याच गर्छ, जस्तै विङ्ससँग म्याच गरेछ भने विङ्स हान्ने। विङ्ससँग जुन अब तन्दुरी विङ्स हो, पोलेको है, तन्दुरीमा फ्राई होला भने यसभित्र हालेर गरिदिनु नि मिलो। पहिला सिकाउन त पुरा त्यो गरिदिनु नि मिलो, देखाउन। जस्तै अब नयाँ जस्तै यसमा गएर यहाँ जानुहोस्, एड र गर्नुहोस्, यहाँ नाम हालिदिनुहोस्, सेभ गरिदिनुहोस्, भइहाल्छ। यतिकै सेम आइटम हुन्छ, आइटम सेम जान्छ। कस्तो हुन्छ जस्तै अब मैले यहाँ हाल्नु पऱ्यो, के हाल्नु पऱ्यो भने जस्तै चाउचाउ साँधेको हाल्नु खोज्छु भने चाउचाउ साँधेको छ होइन, यो अटोमेटिक रेट आउँछ। रेट चेन्ज गर्न चेन्ज गर्ने, नभए यही रेट हुन्छ। अनि यसलाई यहाँ चाउचाउ साँधेको लेख्ने, यसलाई ठ्याक्कै यहाँ गर्ने, यसलाई पनि कन्ट्रोल ए गर्ने, कन्ट्रोल सी गर्ने, यहाँ गर्ने कन्ट्रोल ए गर्ने, कन्ट्रोल बी गर्ने। अनि पिडब्ल्यू केलाई हटाइदिनु, किन देखाउनु पऱ्यो ल, सेभ गरिदिनु। यो पनि चाउचाउ साँधेको पनि अब सिस्टममा देखियो तपाईँको चाउचाउ साँधेको। अनि फेरि यसको रेसिपी खै त आएन नि त। रेसिपीको कुरा भएन कि, यो साझा मेनुमा देखाउने कि नदेखाउने भने होइन। यदि यसलाई बेच्ने होइन, भोलि हटाउनु पऱ्यो भने चाहिँ अब यसमा क्लिक गर्ने, यसमा डिलिट गर्ने, अनि यहाँ सेभ गर्ने। यो अब बेची देख्न पाइने, त्यो सिस्टमै नदेख्ने गरेर हुन्छ। कुनै कुनै आइटम नबेच्ने हुन्छ नि त, त्यो केसमा चाहिँ त्यस्तो भयो होइन। हामीले के हेरियो यतिनिर, रेट चेन्ज गर्न र आइटम क्याटेगोरी थप्नु मात्र, अरू केही पनि हेरिरहेको छैन। त्यसपछि हामी हेरिन्छ अब हामीलाई चाहियो बिओएम। बिओएमको लागि चाहिँ हामी बिओएम लिस्टमा गइन्छ। बिओएम लिस्ट तपाईँको मैले त त्यहाँ मैले कटेज भने समथिङ केही नाम बनाएको छ, जुनको चाहिँ रेसिपी आएको छ। त्यहाँ होइन कि मैले उसमा पठाएको छु वाट्सएपमा 72,527 यहाँबाट। जस्तै अब कटेज चिज पम्पको त हामीले बनाउनु छ, तर यहाँ त छैन भने एड बिओमा जाने होइन। अब यहाँ आइटममा लेख्ने के आइटमको बनाउने हो, कटेज भनेर लेखेपछि कटेज चिज पम्प छ, एउटा कटेज चिज नुडल्स छ। पहिला हामीले कटेज चिज पम्प उता साझामा गएर हान्नुपर्छ, साझामा पहिला गएर हान्ने, यत्तिकै यहाँ एड गरेर हुन्छ। यहाँ एड गरेर यहाँ चाहिँ हुन्छ, तर उहाँ चाहिँ हुँदैन कि। फेरि बिओएममा चाहिँ छ, तर साझा मेनुमा नभएको हुन्छ कि। फेरि पहिला साझामा गएर एड गर्नु, साझामा सकभर मैले गरिदिन्छु, समस्या नहोस् भनेर। बिओएमको केसमा चाहिँ, साझा केसमा चाहिँ समस्या हुँदैन। बिओएम केसमा रेसिपी नभएको केसलाई चाहिँ यसै गर्ने। तपाईँले उतापट्टि आइसकेको हुन्छ आइटमहरू। अब त्यसलाई कटेज चिज पम्प भन्ने बनाउनु पऱ्यो। कटेज चिज क्रिस्पी कटेज चिज नुडल्स भने छ, कटेज भने छ होइन, दुइटैको छैन। मैले यसको बनाउनु लाग्छु, यसको भयो। यो गर्ने बित्तिकै पोस्ट आयो, सबै आयो होइन। अब तपाईँले अब यहाँ जाने के जान्छ, यसमा पनिर जान्छ। पनिर हालेपछि पनिर मात्रै देखिन्छ यसमा, अरू केही पनि देखिन्न। यो यसमा र मेटेरियल्स मात्रै देखिन्छ, बन्ने केही पनि देखिन्न। फेरि यस्तै गरेर एड गर्दै जानु, अरू केही नगर्नु। कति टन्नै आइटम छ होइन, पछि गरेर जे हुन्छ भनेर सुरुमै एड गर्ने होइन। अब यिनीहरूलाई चेन्ज गर्न मिल्दैन, यसलाई चेन्ज गर्न मिल्दैन, यसलाई चेन्ज गर्न मिल्दैन, यसलाई चेन्ज गर्न मिल्दैन। तपाईँले चेन्ज गर्ने भनेको यो र यो मात्रै हो।
पनिरपछि अरू के जान्छ? पोटेटो भनेको आलु जान्छ होइन। सुरुमा एउटा हालिदिनु, पछि चेन्ज गरौँ। त्यसपछि के जान्छ? पोटेटो चिज हाल्यो, चिज मात्र आयो होइन। त्यसपछि के जान्छ? रेड क्याप्सिकम हाल्ने, रेड र उयो एउटा यो क्याप्सिकम आयो होइन। त्यसपछि के जान्छ? येल्लो क्याप्सिकम र येल्लो भनेको एउटा दुइटै जोडेर एउटा यो तिनटैको जोड्ने हो कि 60 ग्राम क्याप्सिकम कोरिएन्डर COR अनि कोरिएन्डर के हो? पात हो कि कोरिएन्डर दाना हो? ग्रिन कोरिएन्डर भनेको पात होइन। त्यसपछि के छ? FLA जे हाने पनि हुन्छ, आउँछ ट्याक्कै आउँछ। टेस्ट आयो अनि टेस्टिङ पाउडर यानि कि MSC अरू साल्ट SALT अरू पेपर ब्ल्याक र व्हाइट एउटै हो। ब्ल्याक पेपर दाना हो कि हो धुलो? धुलै हो। पेपर पाउडर र पेपर दाना चाहिँ टिमुर भनेर लेख्छ नि त होइन। त्यसपछि के छ? सेलेरी पत्तालाई गरम मसलामा सक्यो, मसला हो यो सेलेरी पत्ता भने होइन। अनि कर्नफ्लोर हानेपछि कर्नफ्लोर आउँछ, पपकर्न हो, अरू के भने यति आउँछ होइन। अब एड गर्नु पऱ्यो नि, फेरि तल गर्ने, अरू के गर्ने? यहाँ कर्नफ्लोर पछि मैदा छ होइन। खै त यहाँ तेल छैन, मैदा होइन। अब यहाँ त तेल पनि चाहियो, ओइल चाहिन्छ। कुन ओइल हो? बेसार है त जान्न बेसार रोलमा बेसारै जान्न। ओके, अब ग्यास अलिअलि जान्छ। ग्यासले चाहिँ म्याच गरेर खाइन, अलिकति बढाउनु पर्ने चाहिँ यहाँ। क्रम्स छैन, ब्रेड क्रम्स खै? ब्रेड क्रम्स छैन अरू होइन। ल अब चाहिँ अब के भने पनिर कति जान्छ? 40 ग्राम भनेपछि 40 डिभाइड बाई 1000। टक्क यसलाई 1000 कपी गर्ने, चट्ट यहाँ राख्ने होइन, कपी गरेको छैन। आलु कति जान्छ? आलु पनि 40 डिभाइड बाई 1000। यता हेर्नु यहाँ 40 डिभाइड बाई 1000 अनि पोटेटो चिज पनि 40 डिभाइड बाई 1000 अनि 60 डिभाइड बाई 1000 अनि कोरिएन्डर 10 डिभाइड बाई 1000 8 डिभाइड बाई 1000 अजिनामोटो टेस्टिङ पाउडर 5 ग्राम 5 डिभाइड बाई 1000 साल्ट पनि 5 गर्नु 5 ग्राम बाई 1000 ब्ल्याक पेपर 8 ग्राम व्हाइट पेपर 6 पेपर पाउडर 8 ग्राम गरम मसाला सेलेरी पत्ता 5 ग्राम 5 ग्राम होइन। कर्नफ्लोर जम्मा 10 ग्राम कर्नफ्लोरले हुन्छ। 10 ग्रामले त त्यस्तो लाग्दैन मलाई। 10 ग्राम मैदा। सनफ्लावर अयल कम्तीमा पनि 50 ml युज हुन्छ। अब ब्रेड क्रम्स कम्तीमा पनि 10 ग्राम युज हुन्छ। 10 जति यसलाई कभर गर। ग्यासलाई चाहिँ 0.005 हाल्ने अथवा 1 हाल्ने, 2 हाल्ने, 3 हाल्ने, 5 भन्दा माथि नजाने भनेपछि अब यसको खर्च कति आयो हेर्नु। ग्यासलाई 8 रुपियाँ 45 पैसा खर्च, यिनीहरूको सबैको खर्च भयो। यसको रेट, यसको खर्च, टोटल कस्टिङ कति आयो भनेर चिजको बनाउँदा 135 रुपियाँ कस्टिङ आयो हाम्रो 1% आउँदा। अब यसलाई सेभ गर्नु छ, एकचोटि सेभ गर्नु छ। अब सेभ गरेर यहाँ सबमिट गरेपछि अब यस तिनीहरूलाई देखियो यही BM बनाउने। बुझ्नु? BM बनाउनु के छ? अलिकति 2-4 चोटि बनाउँदै 2-4 भन्दा मिस्टेक हुन्छ। मिस्टेकलाई बनाउनुहोस्, के हुनु कभरअप गरिन्छ हामीले, टेन्सन होइन। तर यो बन्छ सबै होइन। यो भयो। त्यसपछि अझै छ हाम्रो ब्याङ्क्वेटको। अब ब्याङ्क्वेटको यहाँ तपाईँलाई देखाएको नै तपाईँलाई भ्यालिन्छ ब्याङ्क्वेटको। ओके, यति हो। अब यसमा तपाईँले ब्याङ्क बनाउने BOM भयो। ल डन, BOM भयो, रेट चेन्ज गर्नुभयो, दुईवटा भयो। तपाईँले यतिको चलाउन सक्नुहुन्छ मजाले।